प्रिय रन्जु दर्शना, तिमी अचेल चर्चामा छौ। बजारमा तिम्रो विषयमा चर्चा भइरहेको छ। कसैले तिम्रो विरोध गरिरहेको छ भने कसैले तिम्रो समर्थन। आकाश पाताल फरक छ तिम्रो र मेरो बीचमा। तर एउटा कुरा चाहिँ मिल्छ, तिमी पनि युवा हौ। जोश र जाँगर भएका नयाँ अनुहारका युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने मेरो पनि मत हो। त्यसैले केही क्षणको लागि आफ्ना सिद्धान्त र बाँधहरूलाई थाती राखेर एकपटक देश बनाउने अभियानमा लागौं। यही अपेक्षाका साथ मैले मेरो वादलाई विश्राम राखेरै भए पनि तिम्रो समर्थनमा यो पत्र धेरै टाढाबाट लेख्न गइरहेको छु। समय पाए अवश्य हेर्नुहोला, अवश्य सुन्नुहोला। हामीले करिब पौने शताब्दी राजनीतिक क्रान्तिमा समय गुजारा गर्यौं। इतिहासकै महत्त्वपूर्ण कडी आज हाम्रो अगाडि आइसकेको छ। यसमा तिमी जुन कदम उठाएकी छौ त्यसमा मेरो समर्थन छ। तिमी वर्तमान हौ, म पनि वर्तमान नै हुँ। अहिले हामी वर्तमानमा जिराखेका छौँ। यो युग तिम्रो हो र मेरो पनि। त्यसैले युगले तिम्रो भूमिका मागेको छ, युवाको भूमिका मागेको छ। त्यसैले तिमी जुन भूमिकामा देखिएकी छौ त्यसमा मेरो समर्थन छ, पुराका पुरा। हाम्रो देश धमिरा लागेर बर्बाद भएको छ मैले भन्दैन। यो मुलुक सतीले सरापेको देश हो। मैले त भन्छु यो मुलुक भ्रष्ट नेताहरूले बर्बाद भएको छ। नेता भ्रष्ट छ, त्यसैले उनीहरूबाट नेतृत्व गरिएको राजनीति पनि भ्रष्ट छ। आज जनमानसमा राजनीतिको परिभाषा एउटा फोहोरी खेलको रूपमा चित्रण हुन पुगेको छ। दुःख लाग्दैन? दुःख लागेर होला। छोए दाग लाग्ला जस्तो तिम्रो सुन्दर अस्तित्वभित्रको आत्माले पनि वर्षौंदेखि जहरको रूपमा जमेर बसेको त्यो फोहोरलाई सफा नगरी केही हुँदैन भनेर तिमी जुन सोचका साथ राजनीतिको मैदानमा सार्वजनिक भएकी छौ त्यसैले मलाई छोएको छ र तिमीलाई सलाम ठोक्न मन लागिरहेको छ। तिमी आलोचित पनि छौ। याद राख, तिमी जुन जोखिम उठाउन गइराखेकी छौ त्यसमा आलोचना अवश्य हुन्छ। तिमीलाई थाहै छ यहाँ खुट्टा तान्ने प्रविधिको कमी छैन। त्यसैले यसलाई स्वाभाविक प्रक्रियाको रूपमा ग्रहण गर्न सक्नुपर्छ। तिमीले यो राजनीतिक संस्कारलाई अब बदल्नुको विकल्प छैन। यसमा तिम्रो उपस्थिति पक्कै कोसे ढुङ्गा साबित हुनेछ भन्ने कुरामा म विश्वस्त छु। भनिन्छ झिङ्गाको गालीले टिङ्गा मर्दैन। झिङ्गाहरूको माहौल छ नेपाली राजनीतिमा। तिमी टिङ्गा बन्नुपर्छ। ती झिङ्गाहरूको भुनभुनाहटले तिमी डगमगाउनु हुँदैन। तिमीलाई थाहै छ ती झिङ्गाहरूकै काम चिजलाई दूषित बनाउनु हो। जब तिमी डगमगाउँछौ तब झिङ्गाले तीव्र रूपमा आक्रमण गर्न थाल्नेछ। किनभने कीटाणुले आक्रमण गर्ने जीवको कमजोर सेलमै गर्छ। त्यसैले पनि तिमी आफ्नो मनोबल बलियो बनाइरहनु पर्दछ। कसैले आरोप लगाएको पनि सुनेको छु मैले कि तिम्रो दल डलरले चलेको छ। मलाई तिम्रो दलप्रति खासै दिलचस्पी छैन। अहिलेका चल्तीका ठुला दलहरूमा मलाई खासै भरोसा पनि छैन। डलरले पार्टी नचलाउने दल नेपालमा कुन छ? कुनै दल राष्ट्रिय दलालहरूको कालो धनबाट चलेको होला, कुनै दल दक्षिणी भारूले चलेको होला, कुनै दल हरियो डलरले चलेको होला। केही दिन अगाडि मात्रै एकजना वामपन्थी नेताले खुलासा गरेका थिए कि बालुवाटारमा भारतीयहरूले चुनावको लागि पैसा बाँडे। तिम्रो दललाई पनि डलरवादीको आरोप लागेको सुनेको थिए। त्यसमा मलाई नौलो लाग्दैन, किनभने हाम्रो देश विदेशीले चलाएको छ। मलाई ज्ञात छ कमल हिलोमै फुल्दछ। सामान्यतः हिलो फोहोरै हुन्छ। एकछिनलाई मानौ त्यही फोहोरभित्र फुलेका कमल हौ तिमी। तिमीले फुल्नुपर्छ। जब कमल फुल्दछ तब कमलको फुलले हिलोलाई सुन्दर बनाइदिन्छ। मैले त्यो सुन्दरता पनि तिमीमा देखेको छु। हरेक दलभित्र दलाल प्रवृत्ति भएका मान्छेहरूको कमी छैन। इमान्दार र देशभक्ति भाव भएका मान्छेहरूको पनि कमी छैन। मलाई आशा छ तिमी जुन कुरा बोलिरहेका छौ व्यवहारमा त्यसलाई रूपान्तरण पनि गर्नेछौ। तिमीलाई थाहै छ हामीसँग बोल्ने नेताको अभाव छैन, कमी सामर्थ्यको छ। आशा छ तिमी कम बोल्नेछौ, बोलेको पुरा छाड्नेछौ। देशमा धेरै तन्त्रहरू आए। राणा शासनको अन्त्यपछिका करिब आधा शताब्दी मध्ये केही वर्ष पञ्चायत देखायो, केही वर्ष राजतन्त्रको निरङ्कुशता देखायो, फेरि प्रजातन्त्रवादीहरूले खाए। आज गणतन्त्रवादीहरूले खाइरहेका छन्। व्यवस्था फेरियो तर अवस्था फेरिएन।
कारण पात्रहरू पुरानै रहे। जसले पञ्चायत नेतृत्व गरेको थियो त्यही अनुहारहरू आज गणतन्त्रको युगमा पनि नेतृत्व तहमै रहेर काम गरेको देखेका छौँ। अब नयाँ अनुहारका आउनुपर्छ भन्छु म। त्यसैले तत्कालीन BBC नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र राजनीतिमा आउँदा पनि म निकै हर्षित भएको थिएँ। मिश्रलाई पनि धेरैले आलोचना गरे। मान्छेले सबैभन्दा सजिलै गर्न सक्ने काम भनेको आलोचना हो। आलोचना गर्नेले गरिरहन्छ, तर हात्तीको चाल रोकिनु हुँदैन। आलोचना गर्छ, आफै थाक्छ, चाल रोकिनु हुँदैन, गतिवान भइरहनुपर्छ। तिम्रो विषयमा धेरै नकारात्मक समाचारहरू पनि बाहिरिए आए, तर तिमी प्रतिको मेरो दृष्टिकोणमा कुनै फेरबदल आएन। पुरानो मकैको बुढो रुखहरूका हाँगाबिङ्गाहरू झरिसकेको अवस्थामा प्रकृतिको नियम अथवा समाज विज्ञानको प्रवाहलाई नियमित राख्नेको लागि पनि नयाँ पालुवाहरूको खाँचो छ। भविष्यको गर्भमा के छ हुन सक्दछ। तिमी पनि पूर्वकी छोरी पाकिस्तानका बेनिजिर भुटो जस्तो बन्न सक्दछौ। बर्माका प्रजातान्त्रिक नेतृत्व आङ सान सुकी जस्तो पनि बन्न सक्दछौ। कम्युनिस्ट आन्दोलनका नेत्री रोजा लक्जेम्बर्ग क्लारा जेटिकान जस्तो पनि बन्न सक्दछौ। तर होइन, तिमी नेपालको छोरी रन्जु दर्शना बन्नुपर्छ। युगले युवाको नेतृत्व मागेको छ, त्यसको अभावपूर्ति गर्न तिमी षड्यन्त्रको जालोले छोपिएको फोहोरी राजनीतिमा हामफाल्न जुन साहस देखाएकी छौ, यसमा निरन्तर लागिरहनेछौ भन्ने अपेक्षाका साथ तिम्रो सफलताको शुभकामना व्यक्त गर्दछु। देशमा परिवर्तन चाहने एकजना युवा। Thank you.